टेम्के डाँडा नेपालको एक अत्यन्तै सुन्दर र पर्यटकीय सम्भावना बोकेको प्राकृतिक गन्तव्य हो। यो ठाउँ भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित छ। उच्च स्थानमा रहेका कारण यहाँको मौसम प्रायः चिसो र लोभलाग्दो हुन्छ। टेम्के डाँडाबाट मौसम सफा भएको बेला सगरमाथा, मकालु, कञ्चनजङ्घा, चोओयु, लोत्से जस्ता संसारकै उच्च हिमश्रृङ्खलाहरू स्पष्ट र नजिकबाट देख्न सकिन्छ। यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य निकै मनमोहक हुन्छ। फागुन चैतमा यो क्षेत्र रातो, सेतो र गुलाबी गुराँसले ढाकिन्छ, जसले डाँडालाई बेहुली झैं सजाउँछ। यो क्षेत्र किराँत समुदायको सांस्कृतिक र धार्मिक आस्थाको केन्द्र पनि हो। नेपाल सरकारले पहिचान गरेको प्रमुख 100 पर्यटकीय गन्तव्यहरू मध्येको मुन्धुम ट्रेल यही टेम्के डाँडा हुँदै अगाडि बढ्छ। यहाँ शिवरात्रि, बाला चतुर्दशी र साउने पूर्णिमा जस्ता चाडपर्वहरूमा ठूलो मेला लाग्ने गर्दछ। स्थानीय मानिसहरू यहाँ आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ पूजाआजा गर्न आउँछन्। धरान वा धनकुटा हुँदै भोजपुर बजार पुगेर त्यहाँबाट चखेवा भन्ज्याङसम्म गाडीमा जान सकिन्छ। चखेवाबाट टेम्के डाँडाको फेदीसम्म कच्ची सडक पुगेको छ र त्यहाँबाट केही समय पैदल हिँडेर चुचुरोमा पुग्न सकिन्छ। प्रकृतिको काखमा रम्न चाहने, ट्रेकिङका शौखिन र शान्त वातावरण मन पराउनेहरूका लागि टेम्के डाँडा एक उत्कृष्ट गन्तव्य हो।